फाइनली हाम्रो हामी चाहिँ आज स्यामसङ नोट 9 स्यामसङ नोट 9 को ओरिजिनल डिस्प्ले ब्याट्री प्यानलहरू यो फुटेको छ। यो चाहिँ हामी फेर्न गइरहेको छौँ। कस्तो छ भने यो सर्भिस सेन्टरको अब हुनु त अब यो तपाईँको पहिलेको फोन हो, धेरै महँगो फोन हो। अब अहिले अब यसको डिस्प्लेहरू नै लगभग तपाईँको 25,000 समथिङ पर्छ, 25-30,000 पर्छ होइन ओरिजिनलको लागि। अनि तपाईँको यो के छ भने अब हुनु त अब यो अहिले यो फेर्नुभन्दा अर्को लिनु बेस्ट हुनु, तर कतिले चाहिँ अब आफ्नो पुरानो डाटाहरू लिनु प्रयोजनको लागि यो बनाइरहेको छन् है। यसको चाहिँ हामीसँग केयर ओरिजिनल डिस्प्ले आएको छ है। केयर ओरिजिनल डिस्प्ले छ। यो चाहिँ तपाईँको पुरै प्याकमा आएको हुन्छ है। यो चाहिँ तपाईँ फुल नै हुन्छ तपाईँको है, जस्तो त त्यस्तै नै हुन्छ। जो केयर ओरिजिनल डिस्प्ले भन्छ यसलाई चाहिँ है, ओरिजिनल छ। अनि सँगसँगै हामीसँग यसको ब्याक प्यानल पनि ब्ल्याकमा ल्याइदिएछौँ। अब अस्तिको चाहिँ अर्कै कलर थियो, अहिले ब्ल्याकमा भयो। साथै यसको हामीसँग ओरिजिनल ब्याट्री पनि उपलब्ध गरेर ल्याएको छौँ है। हामी चाहिँ यसलाई चाहिँ ब्याट्री पनि सबै फेरिदिनु पर्ने हुनाले यो सबै ल्याएका छौँ। अब यो फेरेको रिभ्यू हेर्नु होला है तपाईँहरू ल। फाइनली यो फोन चाहिँ यस्तो रेडी भएको छ है। यो सबै हेर्नु टक्काटक चल्छ है। नोट 9 हो, स्यामसङको नोट 9। फाइनली सबै रेडी छ, ठिक छ है। ठिक भइसकेको छ फाइनली। अब यसलाई फाइनली सबै ठिक भइसकेको छ। प्याकिङ यस्तो छ है सबै। अब यो तपाईँको न्यू जस्तै प्याकिङ छ। अलिकति अब यसमा चाहिँ अब यसको चाहिँ पहिलेको निलो कलर हुँदा अहिले ब्ल्याकमा आएको छ, त्यही भएर यो चाहिँ चेन्ज गर्नु मिल्दैन, सबै चेन्ज गर्छ। अब फाइनल यसलाई चाहिँ प्याक गरेर बाँधेर चाहिँ चट्ट राख्ने हो है। अनि अब भोलि आउनुहुन्छ ल, यो जिम्मा दिनुपर्छ है। फाइनली यस्तो देख्छ साथीहरू। राख्नु।